त्यो बाटो नहिँडौँ भने I got so motherfucking design on right now. Bring it down, I got 3 old thoughts on the block. हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ बिहानै 6 बजे नै हामी दिवालीको लागि दियालोहरू पातहरू लिन गइरहेछौँ कि तल भिरमा। म र साथी जाँदैछौँ। अहिले बिहानै यस्तो छ कि मौसम धेरै तल जानुपर्छ। हामी चाहिँ घरबाट हिँडिसकेको यत्रो पुगेछ कि हामीलाई खाजा नि चाउचाउ डिउ सुन्तला सरजी। यहाँ चाहिँ बिहान यस्तो जाडो छ कि मलाई चाहिँ तातो भएको तातो भनेर भर्खर घाम निस्किरहेछ। यहाँ चाहिँ हाम्रो जहिले नि पाती चढाउँछ क्या। सोचेको कुराहरू सबै पुरा होस् भनेर चाहिँ यहाँ पाती चढाएको हुन्छ हामीले। यहाँ चाहिँ कुकुर केही गाडेको हुन्छ, देउराली भन्छ क्या। मागेको कुराहरू चाहिँ पाउँछ भनेर चढाएको हुन्छ पाती। यहाँ तल एकान्ना ठाउँमा चाहिँ फेरि गोड ल्याउँछ क्या। यहाँ मान्छेहरू यहीँ चाहिँ आएको तर बाटै छैन रहेछ। हेर्नु न के हेर्नु त यस्तो कसरी नि होला। म चाहिँ फर्स्ट टाइम हो क्या यहाँ आएको। फेरि म चाहिँ योभन्दा पहिला आएको थिएन यहाँ। यसपालि चाहिँ फर्स्टचोटि आएको म। दाइ चाहिँ 3 वर्ष अगाडि आएको थियो अरे। अनि आज आएको बाटो चाहिँ फिक्स नै थाहा छैन। अब के हुन्छ बाटो खोज्दैछौँ हामी। फेरि हामी चाहिँ पर्सि निकोर्सी आउनु छ क्या यहीँ ठाउँमा। त्यसैले आजै बाटो बनाउँदै जान लागेको। यस्तो लग्नुपर्छ क्या। फेरि यसलाई चाहिँ हाम्रो तामाङ भाषाबाट चाहिँ लाप्चे मेथाङ भन्छ। ए मेथाङको दिन जसरी नि यसले चाहिँ आगो बाल्नुपर्छ, आगो फुक्नुपर्छ। अनि विधिको लागि भयो नि यो चाहिँ चाहिन्छ क्या। जस्तै अघिदेखि अमला खोजेको बल्ल 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 धन्न यहाँ 1-2वटा गेडा रहेछ कि अमलाको। हेर्नुहोस् त हाम्रो मात्र 2-3वटा गेडा रहेछ। धन्न यति रहेछ क्या अमला चाहिँ। दुःख छ पछाडि। सालको पात नि लग्नुपर्छ क्या। सालको पात गायो त्यो चाहिँ भर्लाको पात नि। भर्लाको पात खै के हो यति चाहिँ लग्नुपर्छ हामीले टिपेर। आम्मामा कुम्लो बोकी थिमीतिर लागेकै छु अब। यसले चाहिँ सालधुप भन्छ क्या। सालको यस्तो खै के खोटाहरू निकाल्नु पर्ने रहेछ क्या। चतर यिनीहरू यसले चाहिँ सालधुप भन्छ रहेछ। यो नि चाहिँदो रहेछ कि धुप हाल्नको लागि। चङ्खेको तिमीले
यो सल्लाहको त्यो के भन्छ यो हाम्रो तामाङबाट चाहिँ थाङ्ग्रो भन्छ यत्रो ठुल्ठुलो हुन्छ कि दुई प्रकारको हुँदो रहेछ यो अर्कै यो अर्कै हाम्रो चाहिँ यसरी नै बोक्नुपर्छ कि सबै बोक्दाखेरि जहिले नै देवालीको अघिल्लो दिन चाहिँ आउनुपर्छ त्योभन्दा धेरै अगाडि नै आउनु हुँदैन ट्याक्क त्यो दिन आउनुपर्छ हेर्नु न बाटो चाहिँ के हो आम्मा फर्स्ट टाइम आएको हो त्यसै चाहिँ बाटो चाहिँ मलाई केही नै थाहा छैन पारी चाहिँ सिस्नेरी उता डाँट खोला अनि डोको क्यारी चाहिँ बेस्ट भइरहेको छ यतिको 2-3 घन्टा बोक्यो भने चाहिँ अन्त तर यहाँ चाहिँ वेट छैन धेरै ठिक्काले छ 1 केजी जति होला वेट त्यसो बाटो नहिँडौँ भने तेर्सो बाटो ल्याएर हेर्नु न के भयो बाटो नै छैन बाटो बनाएर हिँड्नु पर्यो त्यही मेरो अवस्था हेर्ने आम्मा यस्तो गाडी तेर्सो बाटो चाहिँ सबै पुरी त्यो भइसकेछ कि गाडीले झ्यामझुम बाटो नै हराइसकेछ मैले तेर्सो बाटो नजाऊँ भने अलिक सजिलो हुन्छ भनेर ल्याएर आएको हेर्नु यहाँ यस्तो छ के गर्नु हाम्रो घरतिर पाइने पूर्णिया छ हेर्नु होला यहाँ पाइरहेको छ 150 रुपियाँ पर्ने फुल यहाँ फ्रीमा हेर्नु यो काठमाडौँतिर 150 लिन्छ यसलाई यस्तोलाई हेर्नु तिग्री पुग्यो छ पैसा नि त्यो पुग्यो तिग्री पुग्यो यो दियोले चोखन हो त बाटो चाहिँ सब गायब भइसक्यो अझ 1-2 वटा डाँडा कट्नु छ अनि उकालो यहाँ चाहिँ पहिला राक्षसले टेक्यो भने चाहिँ यहाँ हो कि होइन हेर्नु न ठ्याक्कै खुट्टाको त्यो छ क्या पाइला नै छ त्यहाँ राक्षसले टेकेको भन्छ एकदम खराब छ हालत नाचुके यहाँ चाहिँ कसैले ल्याउँदैन क्या गोठ चाहिँ मात्र यहाँ एउटा मान्छेले मात्रै ल्याउँछ कि यहाँ गोठ यता चाहिँ गाउँ नै छैन यो डाँडा पछाडि मात्रै छ यो डाँडा पछाडि जानुपर्छ यता चाहिँ गाउँ केही छैन गोठ मात्रै ल्याउँछ क्या यहाँ चाहिँ हो चट्ट हिजो भर्खरै ल्याउनु भएको रहेछ यहाँ गोठ चाहिँ हाम्रै फुपूको पर्छ क्या यो चाहिँ फेरि यहाँ भ्यू चाहिँ कस्तो दामी आइरहेछ यहाँ भर्खर भैँसी 2 चाहिँ ल्याइसकेको रहेछ यहाँ चाहिँ गोठ हेर्न ल्याएको कि यता पिटालो हेर्नु न क्या मजाले भएर खै लगाएर त Sprite though. 7 Up. हो ओ साग हेर्नु न आम्बो
आग हेर्नु त यस्तो दामी भइरहेछ नि यहाँ राइट आइपुग्नु भयो माथि गोरु ल्याउनु भएको रहेछ अहिले चाहिँ हामी चाहिँ पानी खानको लागि आएको यता गोठमा पुपु हेर्नु यहाँ चाहिँ फुटबल ग्राउन्ड बनाउनु पर्ने क्या टक्का यस्तो दामी छ नि त्यस्तो हेर्नु नि त्यो मुनि कस्तो डाँडा डाँडा छ यति त्यो डाँडा डाँडा खनेर त्यस्तै अब मुनि फुटबल गर्नु त्यो पदाएको है त्यो ल्याइज मात्र खेल्दो भाइ उसके छ लाथान मुला नि इसके चाहिँ यिनीहरूलाई साथी नभएर कराइरहेछ ल सो अनि हामी चाहिँ तलबाट फर्किसकेको थियौँ हामी फर्केर नि घर आइपुगेर अनि फेरि निम्तो बाँड्नु पर्ने थियो कि हामी नि अनि निम्तो दिँदै आएको थियौँ अनि कस्तो राम्रो फुलेन फेरि चट्टनी यहाँ सुन्तला चाहिँ कस्तो मजाले फल्दो रहेछ क्या हाम्रो किवीको नि बोट छ हाम्रो माथितिर चाहिँ सुन्तला हुँदैन तल तल चाहिँ हुँदो रहेछ क्या अलिकति लेख्नै पर्छ क्या बहुत सुन्तला हेर्नु त ल यस्तो मजाले फल्छ नि हेर्नुहोस् त सुन्तला आम्बो यस्तो मजाले फल्छ नि हाम्रोमा नि अहिले चाहिँ निम्तो नि बाँडिसक्यौँ कि बेलुकै भइसक्यो लास्ट घर हाम्रो चाहिँ